त्यसपछि बोनले उनीहरूको सबै ग्याङलाई एक एक गरी धुलाई हानिदिन्छ र आफ्नो पैसा पनि एक पञ्च हानेर निकालेर ल्याउँछ र भोलिपल्ट फेरि त्यही खतरनाक राक्षस जस्तो देखिने फाइटरसँग उसको फाइट सेट हुन्छ। त्यो फाइटरको नाम थियो ह्यामरम्यान। उसले आजसम्म कुनै पनि म्याच हारेको थिएन। पहिले त बोन उसको अट्याकहरूबाट एकदमै जोगिएर खेलिरहेको हुन्छ। ऊ यो कुरा पत्ता लगाउन खोजिरहेका थिए आखिर यसको कमजोरी कहाँनिर छ। बोनलाई समय लाग्दैन उसको कमजोरी पत्ता लगाउनलाई, किनकि ह्यामर एकदमै ठुलो जिउको भएको कारणले थाकिसकेको हुन्छ। तब बोनले ऊ माथि आफ्नो फाइटिङ स्किल देखाउन सुरु गर्छ। अन्तमा उसले आफ्नो एकदमै पावरफुल किक हानेर ह्यामरम्यानलाई नकआउट गरिदिन्छ। ह्यामरम्यानको हालत देखेर उसको मालिक एकदमै रिसाउँछ, किनकि उसले आजसम्म ह्यामरको हार देखेको थिएन। तर बाध्यतावश आज उसले पहिलोचोटि जितको पैसा तिर्नु परेको छ। पैसा दिँदै बोनलाई अफर राख्छ, तिमी मेरो लागि खेल्ने गर। तर बोनले इन्कार गरिदिन्छ। बोनले भन्छ, म कसैको नोकर होइन, म आफ्नो मर्जीले खेल्ने गर्छु।